हेलो साथीहरू, नमस्ते। आज म धेरै दिन बाद फेरि एउटा कुकिङ भिडियो लिएर आइरहेछु। मेरो नानीले अस्तिदेखि कटहरको सब्जी खानु मन गरिरहेको थियो, त्यही भएर आज म कटहर बनाउँदैछु। त्यसको लागि पहिला मैले कटहरलाई अलिकति नुन र हल्दी हालेर एक सिटी लगाइदिएँ। त्यसपछि एउटा प्यानमा खाने तेल हालेर त्यसमा तेजपत्ता, के भन्छ, इलायची, ल्वाङ अनि दालचिनीलाई पड्काइदिएँ। त्यसपछि त्यसमा प्याज, अलिकति अदुवा, लसुन अनि हल्दी, टिका लाल, जिरा धनियाँको पाउडर अनि अलिकति किचन किङ पनि हालिदिएँ, किनभने कटहरको सब्जीमा चाहिँ अलिक मसला हालेकै राम्रो मिठो हुन्छ भनेर। त्यही भएर अन्त त्यसमा हालेँ मैले टमाटर, अलिकति नुन अनि पानी हालेर एकछिन त्यसलाई पकाएँ। त्यसपछि त्यो अघि बोइल गरेको कटहरलाई हालेर एकछिन 5 मिनट जस्तो पकाएपछि मेरो सब्जी पनि रेडी भयो। अनि यता मैले उसको नानीको टिफिनहरू रेडी गर्नु थालेँ आज, किनभने उसको टिफिन पुऱ्याउनु स्कुल जानुपर्ने थियो नि त। अन्त त्यही भएर हतार गरेर टिफिनहरू सबै हालेर रेडी गरेँ। अलिकति हतार पनि थियो मलाई, त्यही भएर अन्त त्यसपछि म उसको स्कुल गएँ। अनि स्कुलबाट आएपछि मलाई कस्तो भोक लागिरहेको थियो, अन्त मजाले खाना खाएँ। कस्तो मिठो भएको थियो कटहरको सब्जी। तपाईँहरूले पनि ट्राई गर्नुहोस्। ओके, थ्याङ्क यू फर वाचिङ माई भिडियो।